हात उठाइदिउँ है ल सबैजनालाई नमस्ते। आज पनि फेरि हामी चाहिँ बेमा जाँदैछौँ अनि बेमा जाँदा जाँदै चाहिँ फेरि पनि भिडियो बनाएर तपाईँहरूलाई देखाउने कोसिस गर्दैछु है। आज चाहिँ हामी योभन्दा 2-4 दिन अगाडि चाहिँ मैले बेकै भिडियो चाहिँ मैले अपलोड गरेको थिएँ अनि आज पनि फेरि बेमा चाहिँ निम्तो भन्दा पनि हामी चाहिँ पाहुना जाँदैछौँ। पाहुना जाँदा जाँदै चाहिँ एउटा भिडियो बनाउनु भनेर चाहिँ एउटा भिडियो बनाएर चाहिँ तपाईँले देखाउने कोसिस गर्दैछौँ। हामी एकदमै धेरै सङ्ख्यामा चाहिँ आज पनि पाहुना जाँदैछौँ। कोही साथीहरू चाहिँ मेरो च्यानलमा नयाँ साथीहरू चाहिँ आउनुभएको छ भने चाहिँ लाइक सब्सक्राइब गरेर अनि छेउको बेल आइकनलाई पनि दबाएर चाहिँ मलाई सपोर्ट गर्न सक्नुहुनेछ। अनि आजको डे चाहिँ के कस्तो रहन्छ त्यो भिडियोहरू चाहिँ बनाएर तपाईँहरूलाई देखाउने कोसिस गर्दैछौँ। हाम्रो लिम्बू परम्परागत अनुसार चाहिँ धुमधामसँग चाहिँ बिहे हुँदैछ। चाहिँ पाहुना जाँदैछौँ है गाइस। पाहुना जाँदा जाँदै चाहिँ भिडियो क्याप्चर गरेर चाहिँ तपाईँहरूले देखाउने कोसिस गर्दैछौँ है साथीहरू है। हेरेर साथ सपोर्ट दिनु होला, सपोर्ट गर्नु होला है। लो थाङे मोहो गथो छिटो ढोल बजाउने चाहिँ अगाडि हुनुपर्ने, ढोल बजाउने झन् पछाडि भएछ। हामी चाहिँ एकदमै धेरै सङ्ख्यामा चाहिँ पाहुना जाँदैछौँ है। आज लगभग 30-40 जना 50 जना जति पाहुना जाँदैछौँ आज। कोही गाउँको साथीहरू चाहिँ अगाडि गइसक्नु भएको छ भने चाहिँ एक लट चाहिँ हामी यहाँ छौँ अनि अझै पनि पछाडि आउँदै हुनुहुन्छ है कोही साथीहरू चाहिँ। हेलो 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 ढोल बजाउने चाहिँ अगाडि हुनु पर्थ्यो, पछाडि भइएछ। अलि ठुलो बजाऊ। अरू त जे होस्, एक भाडा मासु र एक भाडा भात चाहिँ आज हामी नै सकाउने भयौँ। तल सजिलो हुन्छ, तलै बाटो सजिलो हुन्छ हौ।
ठ्याक्कै हामी बेघरमा चाहिँ आइपुगेका छौँ। अनि बेघरमा चाहिँ ठ्याक्कै आइपुग्दाखेरि चाहिँ हामीलाई स्वागत गर्दै हुनुहुन्छ यहाँ डुङ्बा। एक बटुको जाड खाएर मात्रै प्रवेश गर्नुपर्ने रे भन्दै हुनुहुन्छ। अनि यहाँ ठ्याक्कै हामी पुगिरहेको छौँ अहिले चाहिँ है गाइस। What's up?